लासो टसिदेले सम्पूर्णमा फेरि पनि म उपस्थित भइसकेको छु है। आज चाहिँ हामी कस्तो प्रोफाइल भयो भने चाहिँ ट्राभल हिस्ट्री बनाउने अनि ड्रिम डेस्टिनेसन कन्ट्रीमा चाहिँ हामीले एप्लाई गर्न सकिन्छ भन्ने डिस्कस गर्नेछौँ है त यो भिडियोमा चाहिँ। यदि तपाईँको ड्रिम एन्ड डेस्टिनेसन कन्ट्री चाहिँ तपाईँको कोरिया छ है, जापान छ, युरोपतिर छ, अनि त्यसपछि अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्डतिर छ भने तपाईँले आफ्नो प्रोफाइललाई स्ट्रङ बनाएर आफ्नो डकुमेन्ट चाहिँ एकदम स्ट्रङ बनाएर चाहिँ तपाईँले डाइरेक्ट फ्रेस पासपोर्टमा एप्लाई गर्नु भनेर म सजेस्ट दिन्छु। यदि तपाईँ अलरेडी रिफ्युज हुनुभएको छ, जस्तै तपाईँले क्यानाडा एप्लाई गर्नुभएको छ, तपाईँले अस्ट्रेलिया एप्लाई गर्नुभएको छ, कोरिया एप्लाई गर्नुभएको छ भने चाहिँ तपाईँले त्यसको लागि चाहिँ फेरि एक दुईवटा कन्ट्री ट्राभल गरिसकेपछि तपाईँ फेरि रिएप्लाई त्यही कन्ट्रीमा एप्लाई गर्नुपर्ने हुन्छ जुन कन्ट्रीबाट तपाईँ पहिला रिफ्युज हुनुभएको थियो है। त्यो अवस्थामा चाहिँ तपाईँले ट्राभल हिस्ट्री बनाउँदाखेरि चाहिँ तपाईँको लागि एकदम बेस्ट हुन्छ, किनभने तपाईँलाई पहिला चाहिँ यो मान्छे घुम्ने मान्छे होइन, यो मान्छे नेपाल फर्किँदैन भन्ने हिसाबले चाहिँ भिजा अफिसरले चाहिँ तपाईँको भिजा रिफ्युज गरेको हुन्छ है। तर तपाईँ आफ्टर रिफ्युज पछि तपाईँ एक दुईवटा कन्ट्री घुम्नुभयो र नेपालबाट फेरि रिएप्लाई गर्नुभयो भने तपाईँको भिजा आउने चान्स चाहिँ एकदम राम्रो हुन्छ है। अनि त्यसपछि अब त्यो सँगसँगै तपाईँको फ्रेस पासपोर्ट छ, तपाईँको नेपालमा प्रोपर्टी छ, म्यारिड हुनुहुन्छ, तपाईँको बच्चा छ, बेबी छ है, अनि त्यसपछि तपाईँको ब्याङ्क स्टेटमेन्टहरू मेन्टेन छ भने चाहिँ तपाईँको फ्रेस पासपोर्टमा पनि अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा, कोरिया जस्ता कन्ट्रीहरूको भिजा लाग्ने चान्स एकदम राम्रो हुन्छ। तर तपाईँको फ्रेस पासपोर्ट छ, प्रोफाइल पनि राम्रो छ, बिजनेस जब एकदम राम्रो छ, तर पनि तपाईँको भिजा रिफ्युज भइरहेछ भने चाहिँ त्यो अवस्थामा चाहिँ अघि भने जस्तो एक दुईवटा कन्ट्री ट्राभल गर्नु भइसकेपछि त्यसपछि फेरि एप्लाई गर्नुभयो भने तपाईँको भिजा एकदम लाग्ने चान्स एकदम हाई हुन्छ। यो भिडियोले तपाईँहरूलाई पक्कै नै हेल्प हुनेछ भन्ने आशा राख्छु। अहिले चाहिँ बिदा हुन्छ। थ्याङ्क यू।